सुदूरपश्चिम प्रदेशमा 17 लाखभन्दा बढी मतदाता, प्रतिनिधि सभाका 16 निर्वाचन क्षेत्र पहिरेदेखि नै निर्धारण। प्रदेश नम्बर 7 सुदूरपश्चिम प्रदेशमा कुल 17,16,660 मतदाता रहेका छन्। निर्वाचन आयोगका अनुसार प्रदेशका 9 जिल्लामा प्रतिनिधि सभाका लागि पहिरेदेखि निर्धारण भइसकेका 16वटा निर्वाचन क्षेत्र कायम छन्। जिल्लागत संरचना अनुसार कैलाली जिल्लामा सबैभन्दा बढी 5 निर्वाचन क्षेत्र रहेका छन्। कञ्चनपुरमा 3, अछाममा 2 निर्वाचन क्षेत्र छन् भने डडेलधुरा, डोटी, बैतडी, दार्चुला, बझाङ र बाजुरामा 1-1 निर्वाचन क्षेत्र कायम नै छन्। प्रदेशभर फैलिएका यी 16 निर्वाचन क्षेत्रले प्रतिनिधि सभा निर्वाचनमा 17 लाखभन्दा बढी मतदाताको प्रत्यक्ष तथा समानुपातिक रूपमा प्रतिनिधित्व गर्नेछन्। निर्वाचन क्षेत्रको यो संरचना र मतदाता सङ्ख्या आगामी निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल, उम्मेद्वार तथा निर्वाचन व्यवस्थापनका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिएको छ।